विश्वको मानचित्रमा बुर्किना फासो भन्ने देश सायद धेरैका लागि अपरिचित हुन सक्छ, तर यो सानो अफ्रिकी राष्ट्रबाट उदाएको एक युवा नेता राष्ट्रपति इब्राहिम ट्राओरे आज विश्वभरि चर्चाको शिखरमा छन्। उनको निष्ठा, देशप्रतिको गहिरो प्रेम, वफादारीता र अद्भुत साहसले उनलाई केवल आफ्नो देशमा मात्र नभएर सारा अफ्रिकी महाद्वीप र अन्तर्राष्ट्रिय मञ्चमा समेत उसलाई एउटा सम्मानित व्यक्तित्व बनाएको छ। किन विश्वले सम्मान गर्छ र सलाम गर्छ ट्राओरेलाई? ट्राओरेको चर्चा केवल एक सैनिक पुरुषसँग मात्र जोडिएको छैन, बरु उसले सत्तामा आइसके पछाडि चालेका क्रान्तिकारी कदमहरूसँग जोडिएको छ। जब उसले बुर्किना फासोको बागडोर सम्हाले, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत उसलाई सलाम गरे। चिनिया राष्ट्रपति सी जिनपिङले उनलाई विश्वको उदाउँदो एउटा युवा नेताको संज्ञा दिए। यति मात्र होइन, कोरियाली राष्ट्रपति किम जोङ उनले पनि उसलाई आवश्यक पर्दाखेरि देशको रक्षाका लागि सैनिक सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कसरी माटोबाट उठेर देशको मुहार फेर्ने सङ्कल्प गरे? कथा सुरु हुन्छ मार्च 14, 1988। बुर्किना फासोको एउटा सामान्य गाउँमा, एउटा सामान्य परिवारमा उनको जन्म भयो। ठुलो माटो बाटोहरू, हरियाली, त्यो खेतमा उनी हुर्किए। बाल्यकालमा त्यो ग्रामीण परिवेशमा हुर्किसकेपछि उसले त्यो गाउँको परिवेशलाई नजिकबाट निहाल्ने अवसर प्राप्त गरे। त्यहाँ पानीको अभाव, स्कुल अभाव, दिनभरि परिवारले काम गर्नुपर्ने, सङ्घर्ष गर्नुपर्ने। इब्राहिम बच्चादेखि अलिकति फरक थिए, उनको आँखामा विशेष तेज थियो। स्कुलमा उनी किताबमा, पढाइमा विशेष रूपमा डुबिरहन्थे। उनका शिक्षकहरूले उनको असाधारण लगनशीलता र त्यो दृढताको खुलेर प्रशंसा गर्थे। किशोर अवस्थामा उनले उच्च शिक्षाका लागि वागाडोगोको विश्वविद्यालयमा भूविज्ञान पढ्न त्यहाँ गए। त्यहाँ उनले विद्यार्थी आन्दोलनमा सक्रिय रूपमा सहभागिता जनाए। त्यहाँ भ्रष्टाचार, गरिबी र विदेशी प्रभाव विरुद्ध आवाज उठाउने युवाहरूसँग उनको मन जोडियो। देशको दयनीय अवस्था, जनताको पीडा, यो सबै कुराले उनको हृदयलाई गहिरो रूपमा छोयो। हामी हाम्रो देशको लागि केही गर्न सक्छौँ, हामीले हाम्रो भविष्य आफै कोर्न सक्छौँ। उनले आफ्नो साथीहरूसँग यो भनाइ बेला बेलामा भनिरहन्थे। देशको त्यो गृहयुद्ध भएको बेलामा देश परिवर्तनको लागि उनी सशस्त्र सेनामा सामेल हुने निर्णय गरे। देशको त्यो पीडाबाट जन्मिएको नेतृत्व र अग्रपङ्क्तिको त्यो अनुभवले उसलाई अझै खार्ने काम गर्यो। 2010 को दशकमा साहेल क्षेत्रमा जिहादी विद्रोह झन् बढ्दै गइसकेको थियो। त्यो बेला कप्तान बनेका इब्राहिमले अग्रभागमा रहेर बहादुरीका साथ लडे, तर अपर्याप्त हतियार र कमजोर नेतृत्वले उनलाई निराश बनायो। 2020 को दशकमा आर्थिक सङ्कट, मुद्रास्फीति, अस्थिरता, देश त्यो उत्तरपुत्रको दलदलमा गयो। 2022 को जनवरीमा लेफ्टिनेन्ट कर्नल पाल होन्नी डामिबाले कु गरेर राष्ट्रपति रोज काबेरालाई हटाए, तर अवस्था सुध्रेला भनेर अपेक्षा गरेको झन् बिग्रिन थाल्यो। बरु अवस्था बिग्रिँदै गइसकेपछि त्यसै बेला इब्राहिमले अब आफैले निर्णायक कदम चाल्नुपर्छ भनेर विचार गरेर दृढ अठोट गरे। सेप्टेम्बर 30, 2022 मा 34 वर्षको कलिलो उमेरमा इब्राहिमले असन्तुष्ट सैनिकहरूको समूहको नेतृत्व गरे र दोस्रो कु गरे। टेलिभिजनमा उभिएर रातो टोपी लगाएर उनले दृढतापूर्वक भने, हाम्रो देश त्रासदीतर्फ गइरहेको छ, म यहाँ परिवर्तन गर्नको लागि आएको छु। अक्टोबर 6, 2022 मा उनले विश्वको सबैभन्दा कान्छो राष्ट्र प्रमुख बने। वागाडोगोको सडकहरूमा जनताले उनलाई भव्य हर्षोल्लासको साथ स्वागत गरे। जनताको आँखामा एउटा एकदम आशाको किरणहरू देखिएको थियो। उनले आफ्नो देशलाई उपनिवेश बनाएर स्वतन्त्र भइसकेपछि पनि दशकौँसम्म आफ्नो प्रभुत्व जमाउँदै आएको फ्रान्ससँग सम्बन्ध तोडे र रुससँग सम्बन्ध स्थापना गरे। उनले देशको जीवन रेखा मानिने सुन खानीहरूलाई राष्ट्रियकरण गरे, जुन पहिला विदेशी कम्पनीहरूले चलाउने गर्थे। यसले विदेशी प्रभुत्वबाट देशलाई मुक्त गर्यो। कृषि क्षेत्रमा क्रान्ति ल्याउँदै कृषि उपकरणहरू भित्राए। धान उत्पादनमा 3,60,000 टन उल्लेख्य वृद्धि हासिल गरे। शिक्षामा बृहत लगानी, टेक हबको स्थापना, उद्यमशीलता, नवप्रवर्तन र आत्मनिर्भरताको नारा उनको पहिचान बन्यो। हामी हाम्रो भाग्य आफै लेख्न सक्छौँ, उनले विशाल भिडलाई सम्बोधन गर्दै भने। जिहादी आक्रमणले देशको 40% भूभाग र 20 लाख जनतालाई विस्थापित गरिरहेको छ। विरोधी र पत्रकारहरूलाई पक्राउ गर्यो। आलोचकहरूले यो राष्ट्रनायक भनेको राष्ट्रनायक होइन, खलनायक हो, यो त अधिनायकवाद हो भनी खेद प्रकट गरिरहेका छन्। अप्रिल 16, 2025 मा उनले कथित कुको षड्यन्त्रलाई रोके। त्यो बेला मैले प्रश्न गरेँ, यो नालायक हो, यो अधिनायकवाद हो, यहाँलाई के लाग्छ? नायक हो उहाँ अथवा अधिनायकवाद हो? कृपया कमेन्ट गर्नुहोला। आजको दिनमा इब्राहिम ट्राओरे अडिग छन्। सूर्य अस्तमा उभिएर उनले बुर्किना फासोको क्षितिज हेर्छन्। देशको शान्ति सुरक्षा कायम भएको र आर्थिक समृद्धि हासिल गरेको सपना देख्छ, तर त्यो सपना र उसको कथा अधुरै छ।
उनको आँखामा सङ्घर्ष र महत्त्वाकांक्षा त्यो भरिएको हामीले देख्न सक्छौँ। गाउँको केटाबाट एउटा क्रान्तिकारी नेतासम्मको यात्रा उनले तय गरेका छन्। इब्राहिम आफ्नो देशको भविष्य कोर्ने अथक प्रयास गरिरहेका छन्। इब्राहिम ट्राउरेको कथाले हामीलाई पनि एउटा आशा दिन्छ। नेपालमा पनि इमान्दार, देशलाई साँच्चीकै माया गर्ने र परिवर्तनको नेतृत्व गर्न सक्ने एउटा नेतृत्वको आवश्यकता आजको दिनमा सबैजनाले महसुस गरेर देखिन्छ कि हामी पनि यस्तै निडर, इमान्दार र दूरदर्शी खालको नेता उदयमान भएको प्रतीक्षा गरिरहेको छैनौँ। र आजको लागि यति नै। आजको प्रस्तुति यहाँलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला, मन पर्यो भने लाइक गर्नु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नु होला। अन्तिम समयसम्म मसँगै जोडिरहनु भएकोमा यहाँहरूलाई अन्तर्मनदेखि नै कृतज्ञता व्यक्त गर्दै म अनन्त श्रेष्ठ यहाँहरूमा आज बिदा हुन्छु। नमस्कार, जय नेपाल।